good morning. Jai Mr. सबैजनालाई आज चाहिँ वेलकम टु माई च्यानल। अनि आज चाहिँ तपाईहरुसँग म मेरो सिलगढी टु जोरहाटको सफरमा तपाईहरुलाई स्वागत गर्दछु। म तपाईहरुसँग के भन्न चाहन्छु भने चाहिँ आज चाहिँ हामी सिलगढीदेखि चाहिँ जोरहाट जाँदै थियौँ। अनि बिहान 6 बजेतिर निस्केको थियौँ। बाटो चाहिँ एकदमै राम्रो थियो अनि हरियालीहरू हेर्दै हामी जाँदै थियौँ। धेरै कुराहरू हामीले चाहिँ बाटोमा कुरा गर्दै गरेका थियौँ। अनि म चाहिँ लामो ब्लग तपाईँले चाहिँ ज्यादातर अहिले देख्न सक्नुहुन्छ रोडकैमा किनकि हामी चाहिँ 4 घन्टाको बाटो 4-5 घन्टा हुन्छ नि हामी चाहिँ जाँदै थियौँ। अनि हामी त्यसरी ट्याक्सी बुक गरेर गएको थियौँ। चाहिँ मिस हुनुहुन्छ अनि बाटो चाहिँ एकदमै राम्रो तर एकदम थाकिने किनकि बसेको गर्नु पर्ने अनि टर्निङ पोइन्ट पनि धेरै थियो। हामी चाहिँ मजा गर्दै हामी चाहिँ जाँदै थियौँ। अनि बाटोमा चाहिँ हाम्रो अर्को साथीलाई चाहिँ अलिक प्रब्लम हुन्छ नि त गाडीमा सिएसएम यसो अनि त्यो चाहिँ बाटोमा गाडी रोक्दै गएको थियो। अनि हामीले त्यस्तै कति बजी पुगेको थियौँ हामी चाहिँ त्यस्तै 9:30-10 बजीतिर हामी चाहिँ जोरो पुगेको थियौँ। अनि जोरो पुग्नुभन्दा अगाडि चाहिँ बाटो चाहिँ एकदमै राम्रो भन्दा नि हुन्छ नि जङ्गलहरू होइन। अनि तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ त्यो पहाडहरू हामी चाहिँ अलिअलि त्यो छेउछेउमा पुगिसकेको थियौँ। त्यो पुग्दै गर्दा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ त्यो भ्युज अफ आवर जर्नी। यतिखेर चाहिँ अब हामी सिलगढी जोरहाट पुग्यौँ। अनि त्यहाँदेखि हामी चाहिँ हामीले गाडी पार्क गरेर हामी चाहिँ यस्तै बजारहरू जाँदै थियौँ। अनि मिसलाई चाहिँ अलिकति सामानहरू किन्नु थियो। अनि म चाहिँ यसरी फोटो खिच्दै हिँड्दैछु। अनि हामीलाई चाहिँ एकदमै भोक पनि लागिसकेको थियो तर कुनै पनि दोकान खोलेको थिएन। हाम्रो मामले चाहिँ स्यान्डल लाउनु भएको थियो। अनि स्यान्डलमा चाहिँ एकदम अनकम्फर्टेबल फिल भइदियो। अनि त्यसपछि चाहिँ हामी यस्तै सामने अनि यहाँ चाहिँ तपाईँले देख्नुहुन्छ निलमलाई बोट होइन बिग बसको। अनि यसरी हामी जाँदै थियौँ तपाईँले देख्न सक्नुहुन्छ। हामीले चाहिँ यहाँनिर स्टोरमा पस्यौँ। अनि त्यहाँदेखि हामीले चप्पल हेर्न थाल्यौँ तर चप्पल पनि कति धेरै दाम हुँदो रहेछ सबको। हामी चाहिँ यसरी जाँदै शान्तलाई यो मेरो साथीलाई चाहिँ एकदमै टाउको दुख्ने बानी यो छ कि गाडीमा हिँड्ने बित्तिकै यसरी टाउको दुख्ने बानी छ। अनि हामी चाहिँ त्यसरी जाँदै उसले चाहिँ लुगाहरू त्यसरी टाउकोमा लगाएर बसेको थियो। अनि मजाले प्रीतिले चाहिँ रेकर्ड गर्दै थियो। एकदमै हामीलाई चाहिँ मलाई चाहिँ साह्रो परिसकेको थियो। म हिँड्दिनँ धेरै जसो अनि मलाई चाहिँ साह्रो परिरहेको थियो। अनि हाम्रो मिस चाहिँ कतिको छिटो हिँड्नुहुन्छ अब होइन। सायद तपाईँले देख्न सक्नुहुन्छ हामी
हाम्रो स्टे प्लानिङ यस्तो अनि हामी चाहिँ भुटानको छेउमा गएको थियौँ अनि म चाहिँ भुटान चाहिँ कहिले गएको छुइनँ अनि भुटानको छेउबाट आएको थियौँ अनि मैले चाहिँ सेलिब्रेट गर्दै थियौँ हामीलाई चाहिँ भोक लागेर हामीले चाहिँ दोकान खोज्दै थियौँ दोकान खोज्दा हामीले नपाएर अनि लास्टमा चाहिँ हामीले पुरी खानुको लागि हामी पस्यौँ किनकि अरू केही पनि थिएन खाना चाहिँ नि अनि त्यसरी म चाहिँ भिडियो बनाउँदै अब त्यसरी बसिरहेको थिएँ अनि फाइनली हाम्रो चाहिँ खाना आयो हामीले खाना खायौँ अनि त्यसरी मिसलाई चाहिँ अलिकति सपिङ गर्नु भनेको थियो अनि मिसले हामीलाई पनि सपिङ गऱ्यो तिमीहरू पनि हेर भनेर अनि हामीले चाहिँ के हेर्नु भनेर अनि त्यसरी हामीलाई मन परेन यो यहाँ केही मन परेन राम्रो जस्तो लागेन भन्ने चाहिँ खास चाहिँ थिएन अनि हामीले खोजेको जस्तो चाहिँ थिएन क्या लुगा अनि चाहिँ मैले उसलाई पनि भनेको हेर्न लुगा कस्तो मन पर्यो भनेको थिएँ अनि त्यसको पछाडि चाहिँ मलाई पनि धेरै मन परेन लुगाहरू चाहिँ त्यस्तो राम्रो लागेन अनि जान्थ्यो हामी चाहिँ त्यसरी म चाहिँ फोटो खिचेँ म चाहिँ जहाँनिर ऐनादेखि त्यही हुन्छ शान्तले चाहिँ म मजा गर्दै थिएँ त्यो उसले मुस्लिमको चाहिँ लुगा लगाएको थियो भनेर अनि हुन्छ नि अब जस्ट टिजिङ यस्तो केही पनि होइन त्यो के भन्छ कुनै रिलिजनको लागि होइन हामीले चाहिँ त्यसरी भन्दै थियो अनि त्यसको वजह फेरि मैले हामी चाहिँ टोटोको लागि पर्खिरहेको थियौँ हामीले चाहिँ भित्र एउटा गाउँमा जानु भनेको थियो अनि गर्मी पनि के साह्रो गर्मी थियो अनि हाम्रो टोटो पर्खिँदै हामी चाहिँ यस्तो फनी यहाँनिर चाहिँ के भयो भने चाहिँ हामी अगाडि उभिएको थियौँ टोटोले चाहिँ छोडेर गयो अनि फेरि यता साइडमा उडेको फेरि उताबाट चाहिँ टोटो आएको थियो अनि त्यहाँदेखि चाहिँ हामी जाँदै थियौँ हामी गयौँ अनि बाटोहरू पनि हुन्छ नि यो जयगाउँको बाटो चाहिँ कहिले बन्नु आँटेन जति बेलासम्म पनि म जहिलेसम्म गएको छु मैले चाहिँ बाटो त्यस्तै देखेँ अनि हामीले चाहिँ जुन बाटो गयौँ त्यहाँ गएपछि हामीलाई चाहिँ मिसको घर हो होइन मिसको घर हो मिस चाहिँ पहिला यहाँ बस्नुहुन्थ्यो अनि यहाँ चाहिँ मिस यति वर्ष पछाडि आएर चाहिँ अनि भेटघाट गरेर बोल्दै हुन्थ्यो त्यसको पछाडि यो घरभित्र गएर चाहिँ यो कुकुर रहेछ कि डरले यति राम्रो लागेको त्यसको पछाडि हामी भइसक्यो सबैलाई भेट्न हामी जाँदै थियौँ अनि हामी गइसकेर चाहिँ हामी बाटोमा यति म चाहिँ फोटो खिच्दिरहेको थिएँ अन्त त्यसको पछाडि चाहिँ हामी मिसको दाजुको घरमा आएको थियौँ हाम्रो मिसको घर दाजुको घरमा फेरि अर्को दाजुको घरमा गयौँ अनि त्यहाँबाट गऱ्यौँ अनि गरिसकेर चाहिँ हामीले त्यहाँबाट पनि फेरि हामीले बिदा माग्यौँ र हामी गयौँ फेरि त्यसको लागि फेरि अर्को अङ्कल आन्टीहरूको घरमा गयौँ हामी त्यहाँ बस्यौँ एकछिन गफसफ गऱ्यौँ गर्नुभयो मिसले चाहिँ अनि के कुराहरू थियो हामी प्रेयर गऱ्यौँ अनि अब प्रेयर त्यहाँनिर सकेपछि चाहिँ हामी फेरि अर्को जग्गा जानुपर्ने थियो अनि आज चाहिँ यति साह्रो हिँडाइ भएको छ अनि हामी गयौँ अनि त्यसको लागि जाँदै गर्दा चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ बाटो कस्तो हुन्छ नि कहिले पनि हामीलाई चाहिँ यति धेरै कोसेलीहरू बताउनु भएको रहेछ सबैले होइन सबैलाई हाम्रो मिसलाई दिनुभएको थियो हामी त्यसको पछाडि चाहिँ हामी फेरि फाइनली हामी एउटा घरमा गयौँ मतलब हाम्रो दाइदिदीको घरमा अनि दाइदिको घरमा बसेर चाहिँ हामी त्यो खानुको लागि चाहिँ हामी त्यहाँ बसेको थियो हामीलाई खाना बनाउनु भएको थियो त्यो खानालाई हामीले थुक्पा भनेको मिसलाई चाहिँ झोलले खाना बनाइरहेको थियो अनि हामी चाहिँ मजाले सुँगुरको मासुसँग हामीले बनाएर हामीले दिदीले चाहिँ बनाएर दिएको थियो बनाएर राखेर चाहिँ हामी खाना गएर खाइसकेर चाहिँ अब हामी खाना खानु हामी जानु गइहाल्नु भनेर चाहिँ हामी निस्क्यौँ अनि निस्केपछि चाहिँ म चाहिँ मिसलाई भन्नु मिसको पैसा दिएको मिस पैसा बेसी भयो भनेर म चाहिँ मजा गर्दै थिएँ अनि त्यसको पछाडि हामीले फोटोहरू खिच्यौँ अनि घर चाहिँ कस्तो मन पऱ्यो अलिक कलर गर्नुपर्ने रहेछ अनि हामीले यो फोन चाहिँ कति राम्रो छ नि तर कति फेक देखेको क्या अनि यसो मन पऱ्यो यो फोन चाहिँ तर त्यो चाहिँ अरूको बारीको सबै मनपर्छ म बाई भनेको मलाई चाहिँ मजा गरेर म यहाँ बस्छु खाने भनिरहेको थिएँ अनि म चाहिँ हामी त्यो वापस यसरी आउँदै थियौँ
4:30 बजीतिर निस्केको थिएँ 3:30 आउँदा आउँदा चाहिँ एकदमै राति भइसकेको थियो अनि बाटोमा पनि एकदम अँध्यारो थियो जङ्गलको गाडी थियो कि त्यो भएर चाहिँ अब मान्छेको छेउमा थियो अनि त्यसको पछाडि चाहिँ म र फेरि चाहिँ एकदमै मजा गर्दै गर्दा आउँथ्यौँ हामीलाई चाहिँ कहिले पुग्छ भइसकेको थियो पुरा थाकिसकेको थियो अनि त्यसको पछाडि हामीले एकछिन गाडीहरू चाहिँ रोक्दै थियौँ रोक्नु लगायो अनि त्यसको पछाडि हामीले चाहिँ के लिएर चाहिँ खान्न भनेर भनिदियो हामी त अगाडि दुईवटा गाडी चाहिँ अब कस्तो त्यो नचलाउँदै चलाउनु जानेर क्या उनीहरूले चाहिँ ठोकिँदै झन्डै हाम्रो गाडी चाहिँ ठोकिएन अनि पुरै त साइडबाट चाहिँ बाँधेर चलाइरहेको त्यसरी आँखा देख्नु नभएको होला अनि अर्कोले चाहिँ सायद ड्रङ्क गरेको थियो होला ड्रिङ्क गरेको थियो होला अनि उनीहरूले चाहिँ त्यसरी चलाइरहेको हाम्रो ड्राइभर अङ्कल चाहिँ कराउँदै हुन्थ्यो भनेर साइडमा जानु त्यसरी नै चलाउनु भन्दै हुन्थ्यो अनि तपाईँले देख्नु सक्नु छतको जग्गा पुरा पहिरो लोटे भएर थियो अनि त्यसरी चाहिँ हामी आउँदैछौँ